यो क्लासमा आउनुभएका आफ्नो भाषा, लिपि, इतिहास र धर्ममा रुचि राख्ने सबैजनालाई स्वागत छ। र फेरि आज म दलाई लामाज्यूले लेख्नुभएको उहाँको जीवन कथा माई ल्यान्ड एन्ड माई पिपल देखिको केही सेन्टेन्सेसहरू तपाईँलाई बुझाउने छु। र यो अब कतिजनाले भन्ला म इतिहासमा कुनै रुचि राख्दिनँ, म धर्ममा रुचि राख्छु भन्ने पनि छ होला। र यदि इतिहास पढ्नु सक्यो भने धर्म पनि पढ्नु सक्नुहुन्छ। रामको कथा बुझ्नु सक्यो भने महाभारत लेखिएको महाभारत पढेर पनि बुझ्नु सक्नुहुन्छ। त्यसरी नै तपाईँहरूले यसमा ध्यान दिनु पर्यो। र अब यहाँदेखिको सुरु गर्ने। सो हामी अस्ति कथा चाहिँ कहाँसम्म पुगेको थियो भन्दाखेरि चिनियाले दलाई लामालाई अपहरण गर्ने उनीहरूको जुन चाहिँ योजना छ त्यसकै विषयमा हामी अहिले पढिरहेको छु। र ओके, अब यहाँदेखिको पहिला हामी पढ्नु सिक्ने। nga hakikuyi nge gao shashipchushu nga shung ga kikugi gao na sa ne satatata nga sa tang. Nge nga hakikuyi technically moko, नेपालीमा मको भन्दैन मेरो। nge gao shashipchushu nga shung सरकार गभर्नमेन्ट, मेरो सरकार गाकीकुगी को मेरो सरकारको गाओ नासा ने सततता ngaसा तंग नेतंग अवस्था, मेरो सरकारको अवस्था दाओ मा रासेप्चुरु गाओ तनारोतो ngaतोङ मारु तङ भन्दाखेरि चाहिँ सरकारको स्तरलाई घटाउनु मारुताङ। अङ्ग्रेजीमा भन्ने हो भने चाहिँ टु डिमोट प्रमोसनको अपोजिट डिमोट। स्तर घटाउनु मारुतङ स्तर घटाउनु मारुतङ। उच्च स्तरमा थियो र त्यसलाई आजै स्तर चाहिँ तल झार्नु। तङवाथङ थे जाडिङबो जे सतता दासिप्चुदु गा दुक तासिप्चुदु गाओ तनारु तोङ जाडिङबो जे। यदि तपाईँ बुद्ध धर्मको पुस्तक पढ्नु हुँदैछ भने जाडिङबो जे अनि त्यसको पछाडि विशेषण एडजेक्टिभ छ भने अनि के हुनु पर्यो भन्दाखेरि जे दुख सतता दासिप्चुदु गा दुख दुखचाक नराम्रो। अब जेले के काम गर्दैछ नेपाली जस्तै नै हो। जे दुख भने जन नराम्रो बनाउनु। जाडिङबो जे अनि विशेषण चाहिँ जन राम्रो गराउनु, जन बेसी हुनु। जाडिङबो जे सतता दासिप्चुदु गा दुख गाओ तासिप्चुदु गाओ तनारु तोङ जे दुख तु तङ माने जे जन दुख माने नराम्रो दुखचाक जन नराम्रो गर्ने। जन चिनिया सरकारले मेरो सरकार माने तिब्बती सरकारलाई जन नराम्रो गर्नु। जगत गए त ग्यास जुग्यु आके हुई गर्नुको टेक्निकली, तर नेपालीमा गर्नुको भन्दैन गर्ने। जन नराम्रो गर्ने। nya dingbo nye na nyanka ya naro yo da ye para dingbo re da re nyanka yo bare। nyanka माने खतरा।
यो बारेमा नै थियो र मेरो सरकारको स्तर घटाएर जन नराम्रो गर्ने खतरा थियो। यन्खा माने खतरा, खतरनाक भन्नुपर्ने चाहिँ यन्खा छापो, खतरा यन्खा यो बारे। भन्दाखेरि अब चिनियाको लौरेहरू तिब्बतमा आइसकेर अनि तिब्बती सरकारलाई हेप्नु थाल्यो उनीहरूले। जे दुख्दु ताङ जन राम्रो गर्ने याडुङबो यन्खा खतरा यो बारे थियो। फायदा छकिगुची salata da gao sashipchusu ma sumpa chinda sumba। बाहिर देशमा मानिरहेको महिना भन्दाखेरि सुम्बा भने तेस्रो, बाहिर देशमा मानिरहेको तेस्रो महिना भने मार्च, जनवरी, फेब्रुअरी, मार्च। चिन्दा सुम्पे मार्चको हाकिकुई, पछाडि हाकिकुई देखा परिन्छ चाहिँ को मार्च महिनाको 6 तारिक। नेपालीमा गद्दे भन्छ हैन, भारतमा चाहिँ तारिक भन्छ। 5 गते, मार्च महिनाको 5 तारिक याकी कुन्नी नाइन त्यो दिन, मार्च महिनाको 5 तारिकको दिन लासा हाकीको हिस्से लासा भोटको राजधानी लासा हाकीको चाहिँ को भोटको राजधानी लासाको गाउँ चसिपचुचुगा चुक्लागा लाखाङा खाङ चुक्लाखाङ मन्दिर टेम्पल लासे चुक्लाखाङ खाङ नासा ने चुक्लाखाङदेखि मार्च महिनाको 5 तारिकको दिन लासाको मन्दिरदेखि नानारो नोर गलतलकीको लिङ नोर्बुलिङ्गा माने अङ्ग्रेजीमा चाहिँ समर प्यालेस भन्ने गर्छ र समर समयमा जहाँ दलाई लामा बसोबास गर्ने ठाउँ त्यो महललाई चाहिँ नोर्बुलिङ्गा भन्ने गर्छ। नोर्लिङ दशप्चुदु मा थनारो थोना थुनगानारो गोङा गोङ नोर्लिङ दु नोर्बुलिङ्गा मा दशप्चुदु चाहिँ माथ्युन गोङ। भोटे भाषामा यसरी पनि भन्ने गर्छ, मा चाहिँ नेगेटिभ, निस्किनु अगाडि, गर्नु अगाडि भन्नु मतलब गर्नु अगाडि, निस्किनु अगाडि। नोर्लिङमा निस्किनु अगाडि गाउँ दाना दिन देन्सु इन्भिटेसन स्वागत देन्सु या मौछाना छिन याचन अचम्मको स्वागत। याचन माने अचम्मको स्वागत। चेन तारिक बोथे हाकीको थे सकतका नरोको र कोर थे कोर तारिक बोथे त्यो हाकीको त्यसको सकतका नरोको र कोर विषयमा, त्यसको बारेमा, त्यसको विषयमा। अचम्म स्वागत स्ट्रेन्ज इन्भिटेसन त्यसको विषयमा।
Tatingbo te makiku mina min त्यो जुन चाहिँ सुनेको थियो त्यो छोडेर धेमिन त्यसलाई छोडेर गानाहरू गो थनहरू थोसा त्यो खाङा खाङ याङा याङ मा बायत छसिपचु छुङा छुङ गो थियो सिनोनिम गो मानि सुन्नु थियो पनि सुन्नु र त्यसको विषयमा अहिले जुन चाहिँ सुन्यो त्यो छोडेर चाहिँ त्यसलाई छोडेर खाङयाङ केही पनि सुनिन Ranata nama nam kasep cukun na kun namgun usually normally अब नेपालीमा साधारणता भन्नु पर्यो हैन normally namgun parata thana 10 चाहिँ म शब्द स्पोकनमा चाहिँ बोल्ती भाषामा nga भन्ने गर्छ तर लिखित भाषामा 10 पनि भन्ने गर्छ 10 दाक खोवो खोवो भनेर चाहिँ 5-6 वटा शब्द जुन चाहिँको माने चाहिँ एउटै हो म साधारणतः म ननरु नोरा नोर गलतला किकु लिङ्गा लिङ दशप जुदु नोरलिङ नोरबुलिङ्गा माने मामाइन दलाई लामाको समर प्यालेस दशप जुदु समर नोरबुलिङ्गा भन्ने समर प्यालेसमा हाव गर्दा डनरु डो माने जानु बोल्ती भाषामा बहुसकता काका यता क्यानरु क्यो दा क्यो लिखित भाषामा चाहिँ के डो क्यो हाव दाखिको दी दागा दग हाव दाखिको दी माने यो कसको घर हो दी दागा दग दी माने यो दागा दगले चाहिँ बहुमात्रा बनाउँछ र यो देखिनको यीहरू जानु यीहरू माओ जादा जेसकता गनरो गोजेको कार्यक्रम अंग्रेजीमा भन्ने चाहिँ फंक्सन कतिजनाले प्रोग्राम पनि भन्ने गर्छ तर प्रोग्राम चाहिँ अलिकति नमिलेकोले गर्दा आजकल फंक्सन भन्ने गर्छ कार्यक्रम छटिङबो छेना छेनपाना रुपो छेनपो ठुलो कार्यक्रम छेनपो माने ठुलो सकेको सिका सिक माने लिखित भाषामा यदि तपाईँ पुस्तक पढ्नु हुँदैछ भने सकेको सिका सिकको अर्थ चाहिँ एउटा एउटा ठुलो कार्यक्रम याकीको यिना यिन चकीको चिङ्गा चिङ म हासको टेम्पलदेखिको समर प्यालेसमा जाँदाखेरि एउटा ठुलो कार्यक्रम हुन्थ्यो चक्कीको चिङाचिङ हुन्थ्यो र लानरो लो सङ्गतङ्गा नरो ngona ngun ma longon ma पोहोर साल बितेको साल गएको साल लो ngun ma छोर बितेको साल
छनरो छु भने हरू रको अर्थ चाहिँ मा बितेको सालहरूमा रकतगा गएतग्या मक्कीकुमी ग्यामी चिनिया याङ पनि बितेको सालहरूमा चिनिया पनि माओ जादा जेसकतकनहरूको जेको कार्यक्रम थाटिङको थिर त्यो कार्यक्रम राजले के काम गर्छ मा त्यो कार्यक्रममा शासब्जिसु गासा सुक यदि शासब्जिसु गासा सुको अगाडि प्रिफिक्स बाँच्छ भने चाहिँ बस्नुको अनर्फिक वर्ड मान गरेर भन्ने शब्द बस्नुको मान गरेर बस्नु भन्नु पर्यो भने चाहिँ सुख र तर यहाँ चाहिँ भाव छैन त्यसले गर्दाखेरि भाव नहुँदाखेरि चिनिया पनि त्यो कार्यक्रममा भाग लिनु कि त सामेल हुनु कि त त्यसमा हिस्सा लिनु सुक योक्याङ हिस्सा लिएको यहाँनिर यो द यो काय त क्याङ यदि तपाईँ पुस्तक पढ्नु हुँदैछ भने यो क्याङको अर्थ चाहिँ सुक यो क्याङ भाग लिए तापनि बितेको सालहरूमा दलाई लामा चुक्लाखाङदेखिको नोबलिङ्गा जाँदाखेरि एउटा ठुलो कार्यक्रम राख्थ्यो र त्यसमा चिनियाहरू पनि भाग लिन्थ्यो तपनि थलम हालैमा थलाम रगतगा गएतग्या मक्कीकुमी ग्यामी चिनिया गाओता ना तेन्नासा ने तेन्ने यदि तपाईँ बुद्ध धर्म अध्ययन गर्नु हुँदैछ भने गाओता ना तेन्नासा ने तेन्ने यो लिखित भाषा तेन्नेको अर्थ चाहिँ पटक्कै बोल्ती भाषामा चवान्ने भन्ने गर्छ चवान्ने तर लिखित भाषामा चाहिँ तेन्ने पटक्कै शासब्जिसु गासा सुक माने भाग लिनु सामेल हुनु त्यसमा हिस्सा लिनु यहाँनिर यो द यो पा मा राटिङबोरे दारे त्यसमा भाग लिएन बितेको सालहरूमा दलाई लामा चुक्लाखाङदेखिको नोबलिङ्गा जाँदाखेरि एउटा ठुलो कार्यक्रम राख्थ्यो र त्यसमा चिनियाहरू पनि त्यो कार्यक्रममा भाग लिन्थ्यो लिए तापनि यसपालि हालैमा चिनियाहरू पटक्कै तेन्ने माने पटक्कै सुक माने भाग लिनु हिस्सा लिनु सामेल भएन हिस्सा लिएन भाग लिएन भनेर अब यो भोटी लिपि सिक्दाखेरि तपाईँले चाहिँ मेरो आफ्नै शेर्पा तामाङ योल्मो डुपा सबैजनाले मेरो आफ्नै लिपि मेरो आफ्नै एउटा अस्तित्वको एउटा भाग हो यो मैले यो सिकेकै हुनुपर्छ भनेर सिक्नुपर्छ र फेरि विदेशतिर पश्चिमी देशतिर चाहिँ के गर्छ भन्दाखेरि बुढेसकालमा केही न केही सिकिरहन्छ उनीहरूले ताकि उनीहरूको दिमागलाई एक्सर्साइज हुनुको लागि दिमागलाई काम दिएन भने त्यो
बिस्तारै बिस्तारै लुप्त हुँदै जान्छ। जस्तै हामीले शरीरलाई एक्सर्साइज दिलाउनुको लागि जुम्बा वर्क त्यस्तो जाने गर्छ, त्यसरी नै दिमागलाई पनि काम दिइराख्नुपर्छ भन्ने विचारले चाहिँ उनीहरूले भाषा यस्तोहरू सिकिरहन्छ। पुरस्कारमा 80-90 पुग्दा पनि उनीहरूले सिक्छ। अनि त्यति मात्रै होइन, जुन चाहिँ घटना टिबेटमा घट्यो र अब तिब्बत चाहिँ उनीहरूले हराप्यो। अब अहिले हालैमा चाहिँ नेपालको छिमेकी देश चाइना भयो र जुन चाहिँ हामी तिब्बतीलाई गर्यो त्यही नै नेपालमा पनि गर्छ। यो नेपाल र भारत जस्तै होइन। अब यो सरकार कुनै दिन हट्यो भने उनीहरूको सिद्धान्त विचार सबै नयाँ लिएर फेरि अर्कै आउँछ भन्ने आशा छैन। यो सिसिपी सरकार चाहिँ अपोजिसन पार्टी छैन, उनीहरूको विरोधी पार्टी छैन, एउटै पार्टी हो। नयाँ नेता आउँदै जान्छ, उनीहरूको सिद्धान्त त्यही नै रहन्छ। र तपाईँहरू अब यहाँ मेरो युट्युबको दर्शक भनौँ होइन, 20% चाहिँ नेपालको हो। अनि तपाईँहरूले चाहिँ छिमेकी देशमा चाहिँ के भइरहेको छ, तपाईँहरूले अमेरिकाको समाचार सुन्नुहोस्, लन्डन बिबिसीको सुन्नुहोस्, चारैतिरको सुन्नुहोस्। र चिनिया भनेको चाहिँ के चाहिँ रहेछ भनेर तपाईँहरू एकदमै जागरुक सतर्क हुनुपर्छ। अब अहिले त आर्थिक मद्दत गरिरहेको छ, त्यसरी नै तिब्बतमा प्रथमपल्ट उनीहरू चिनिया जब आयो, उनीहरूले पुरै पैसा फ्याँक्यो र बाटो बनाउनु लगायो, गाडी चल्नु सक्ने। अन्त काम गर्नेहरूले चाहिँ के भनेर गीत गाउँथ्यो भन्दाखेरि, चिनिया आयो, चाँदीको सिक्का सिल्भर कोइन बर्सायो भनेर त्यसरी गीत गायो। बिस्तारै बिस्तारै उनीहरू अब जस्तै त्यहाँ पुगिसकेपछि उनीहरूले त्यो देश हराप्ने कोसिस गर्छ। र अब यो दलाई लामालाई उनीहरूले अपहरण गर्ने विचारले त्यो चिनियाको मिलिट्री क्याम्पमा अङ्ग्रेजीमा सो भन्छ, अब नाटक भन्नु होइन, नाटक हेर्नु आउनु भनेर चाहिँ उनीहरूले एउटा षड्यन्त्र रचेको थियो। र अब तपाईँ हामी चिनिया होइन। अब चिनिया जस्तै ताइवानमा बस्नेहरू चिनिया नै हो, तर उनीहरू यो चाइनाको गभर्मेन्टलाई विश्वास गर्दैन। त्यसरी नै हङकङ पनि सिसिपी सरकारको मुनि बस्नु चाहेको छैन। अब जब उनीहरूको आफ्नै जातलाई दुर्व्यवहार गर्छ भने तपाईँ हामीलाई किन गर्दैन? अब त्यसरी नै अब तपाईँहरू त नेपालमा बस्नुहुन्छ र तपाईँहरूको छिमेकी देश एउटा चाहिँ चिनिया हो, र त्यो देशको विषयमा जानेकै हुनुपर्छ। अब तपाईँहरू रेडियो सुन्नुहुन्छ, टिभी हेर्नुहुन्छ, नेताहरूको भाषा सुन्नुहुन्छ, तर उनीहरूलाई चाहिँ गुप्त रूपले पैसा दिएको हुन्छ र उनीहरूलाई राम्रो कुरा मात्रै भन्नु लगाउँछ। र
टिभी हेरे तापनि चिनिया राम्रो भनेको सुन्छ, रेडियो सुने तापनि राम्रो भनेको सुन्छ र नेताले पनि त्यस्तै भन्छ, तर वास्तवमा त्यस्तो हुँदैन। अब जस्तै चिनियामा एउटा धर्म जस्तै फलुङ गङ भन्छ, तपाईँहरू अब त्यहाँ छिमेकी पडोसी देश हो, छिमेकी देश हो, तपाईँहरूले अलिकति थाहा नै छ होला। फलुङ गङ भन्ने एउटा धर्म जस्तै, वास्तवमा यो एउटा एक्सर्साइज, आफै स्वस्थ रहने र नियम अनुसार जिउने। जस्तै फलुङ गङ अभ्यास गर्नेहरूले रक्सी पटक्कै खाँदैन, सिगरेट तान्दैन र उनीहरू एकदमै लोकप्रिय हुँदै गयो र चिनिया सरकारलाई अलिकति डर भयो, यस कुनै दिन यो फलुङ गङले चाहिँ चिनिया राज गर्छ कि भनेर चाहिँ जति नै फलुङ गङ अभ्यास गर्नेहरू छ सब उनीहरूलाई समातेर पिटेर मारेर, यो नेपाली होइन, भोटे होइन, चिनिया जाति, उनीहरू आफ्नै जातमा त्यसरी दुर्व्यवहार गर्छ भने तपाईँ हामीलाई त्यस्तो दुर्व्यवहार गर्ने कुनै टाढोको कुरा होइन। अन्त फलुङ गङ अभ्यास गर्नेहरू जिउँदै उनीहरूलाई अपरेसन गरेर उनीहरूको लिभर अनि विदेशीमा बेच्ने गर्छ उनीहरूले। पैसाको लागि जे पनि गर्नु सक्छ त्यो चिनिया सरकारले। तपाईँहरू एकदमै जागरुक भएर बस्नुपर्छ। अब यदि तपाईँ नेपाली हुन्छ र तपाईँ क्रिस्टियनिटी अभ्यास गर्नु हुँदैछ भने तपाईँहरूले थाहा भइसकेको नै होला, चर्चहरू भत्काउँछ र बाइबल उनीहरूको मर्जी अनुसार त्यसलाई लेखेर सिकाउँछ। यदि तपाईँ मुसलमान हुनुहुन्छ, नेपाली मुसलमान हुनुहुन्छ भने युगुर भन्ने तपाईँहरूको वास्तवमा उनीहरू इस्ट टर्किस्तान हो र अब इस्ट टर्किस्तानलाई चाहिँ चिनियाले कब्जा लिएर अहिले त्यसमा बसो गर्ने मान्छेहरूलाई चाहिँ युगुर भन्छ। वास्तवमा उनीहरू मुस्लिम हो र अनि उनीहरूको घरमा कुनै एउटा एकजना चाइनिज मान्छे राख्नै पर्ने, त्यो मान्छेले चाहिँ मुस्लिमहरूलाई सुँगुर मासु खानु लगाउने, रक्सी पिउनु लगाउने, त्यस्तो गरी पनि उनीहरूले गर्छ। र अब उनीहरूले के गर्छ भन्दाखेरि अङ्ग्रेजी शब्दमा चाहिँ हनी ट्र्याप भन्छ। हनी ट्र्याप भन्नु मतलब कुनै एउटा नेपालको नेता कि त भारतको नेता कि त अमेरिकाको नेतालाई त्यहाँ स्वागत गरेर चाहिँ अनि होटेलमा चाहिँ उनीहरूको केटी पठाउँछ र नराम्रो कामहरू गर्नु लाउँछ र त्यसलाई चाहिँ हनी ट्र्याप भन्ने गर्छ। फेरि क्रेडिट ट्र्याप, पैसा क्रेडिट दिन्छ, एकदमै बेसी क्रेडिट फर्काउनु नसक्ने, जरुरत नहुने, त्यो देशलाई उन्नति गर्नुको लागि त्यो पैसा जरुरतै नहुने, पछि गएर फर्काउनु नसक्ने मात्र एमाउन्ट दिन्छ र अनि फर्काउनु पर्ने दिन जब आउँछ, जब त्यो दिन फर्काउनु सकेन भने उनीहरूले त्यो देशको एयरपोर्ट, सीपोर्ट उनीहरूले कब्जा गर्छ। त्यसरी यो भन्छ, के भन्छ, अनि सफ्ट के पो थियो बिर्सेछु। अनि त्यो न्युज मिडियादेखिको
तपाईँहरूको विचारलाई ब्रेन वास गर्नुको लागि उनीहरूले के सुनाइरहन्छ र तपाईँले सुनेकोले गर्दाखेरि यो महान देश हो, एकदमै शक्तिशाली हो भन्ने चाहिँ बनाइदिन्छ। वास्तवमा त्यस्तो हुँदैन। र म जब 1980 जब नेपाल गएँ त्यतिखेर म त्यहाँ निकै लामो बसेँ। त्यतिखेर एकजना चिनिया पनि देखिनँ। र हालैमा नेपाल जाँदाखेरि चिनियाले बिजनेस पनि गरिरहेको, दोकान पनि लिइरहेको र त्यस्तो भइसकेको छ। चिनियाको छाया चाहिँ नेपालको माथि परिसकेको छ र एकदमै जागरुक हुनुपर्छ। राम्रो के हो नराम्रो के हो, यो इतिहास जुन चाहिँ हामीले बोकेको छ त्यो तपाईँहरूले पनि सामना गर्नुपर्ने दिनहरू आउँदैछ र एकदमै जागरुक हुनुपर्छ भनेर चाहिँ आजको क्लास यहीँ समाप्त गर्छु। अनि क्लासमा आउनु भएकोमा धन्यवाद।